हरे कृष्ण टु एभ्रिवान। आज चाहिँ हामी छुट्टी भएको कारणले भाउजूको हाम्रो सबैको छुट्टी छ नि त आज, अनि त्यही भएर हामीले आज स्पेशल के बनाउन गइरहेको छौँ भगवानको लागि प्रसादम। हेर्न सक्नुहुन्छ आज यमी यमी प्रसादम बनिरहेको छ। हजुरहरू खानको लागि आउन सक्नुहुनेछ। यता बाँकी रह सेल, यता बाँकी रहेछ तरकारी। अब यसपछि पुरी। भाउजूले एकदम राम्रो राम्रो बनाउनु भएछ, हेर्नुहोस् है। हरे कृष्ण हरि बोल। वाह हेलुवा हेर्नुहोस्, यो चाहिँ सेल कस्तो राम्रो सेल बनाउनु भएछ भाउजूले। अब यता चाहिँ तरकारी बनाइरहेछौँ होइन। अनि पछि अब हामीले हेर्नुहोस् हेर्नुहोस् हेर्नुहोस्। हरि बोल, ए हरि बोल हरि बोल हरि बोल हरि बोल। आउन सक्नुहुन्छ हजुरहरू प्रसाद खानको लागि। हरि बोल हरे कृष्ण। अनि भगवानको प्रसाद कृष्ण कृष्ण हरे 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 राम 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 हरे हरे। दुईजनाको रङ्गी चङ्गी रमाइलो छ। आयो कति हाँस्नु। हरि बोल। किसी के नजर नलागे। हेर्नुभयो हरि हरि बोल। कसैको परेन, भाउजूले आफै बनाउनु भयो। आज सिकिसक्नु भयो होइन। मैले चाहिँ तरकारी बनाउन सिकिरहेको छु, मलाई आउँदैन खाना पकाउनु सिकिरहेको छु। सिटिक लगाएर टक्क पारेर भराउने हो। हजुरहरू खाना आउन सक्नुहुन्छ। हरि बोल हरे कृष्ण हरे कृष्ण। फाइनल्ली सेल पाकिसक्यो। हरि बोल। अब तरकारी सिटिक लागिरहेको छ। अब चाहिँ हामी पुरी पकाउन गइरहेको छौँ। पुरी पकाउने छौँ। पुरी 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 पुरी। ओ खानु पर्यो। के गरौँ? मलाई यस्तो निद्रा लागिरहेको। के गर्नु, आज भने रामायण हेर्ने भएर सुत्न मनै लाग्दैन। रामायण यसरी आँखा यस्तो गरेर हेर्नुपर्छ। रामायण हेर्ने बानी परेर मर्न लाग्यो। के गर्ने त नि, पकाएर जाऊँ अनि आएर खाने। हिँड्नु नि त नि। अब पुरी ल्याउनु। फाइनली सेल पनि पाक्यो। अब पुरीको लागि रेडी भइसकेको छ आटा। अब चाहिँ पुरी बनाउने अनि भगवानलाई अर्पण गर्ने अनि खाने अनि जाने अनि सुत्ने भन्न त भएन। मोबाइल हेरिन्छ फेरि। धन्न बिहान आज बिहान उठेर च्यान्टिङ गरेको भएर धन्न सही भएको छ। नत्र त ढल्दे छिट्टी लाग्यो। चल्लिन्छु कि म त फेरि। हरि बोल हरि बोल हरि बोल बोल। ऐसा हो रहा है पूरी पूरी बन रहा है। पूरी आप लोग खाएंगे क्या? पूरी प्रसाद महाप्रसाद। हेर्नुहोस् यसरी यस्तो राम्रोसँग फुलेको छ। भगवानको कृपा। भगवानलाई यस्तो पुरी सेलरोटी खानु मन लागेको रहेछ, त्यही भएर मलाई चामल भिजाउनु भन्नुभएको रहेछ। हरि बोल कस्तो राम्रोसँग फुल्नु भएको नि। हेर्नुहोस् त हेर्नुहोस् त, उहाँ चाहिँ कस्तो मजाले फुल्नु भएको। वाह हरि बोल। भगवान की कृपा। भगवानलाई यस्तो यस्तो मिठो मिठो खानु मन लागेको थियो, त्यही भएर त मलाई यस्तरी रिसाउनु भएको रहेछ नि। हेर्नुहोस् है, मैले अब गोलो बनाउँछु यसलाई। यस्तरी यस्तरी बनाउने, सुरुक्क सुरुक्क पारेर गोलो पार्ने। ओके, अनि बल्ल पुरी फुल्छ। हेर्नु त, देखाउने टाइममा बिग्रिन्छु भाइ। गोलो बनाउँछु भनेको झन् बाङ्गी बाङ्गी हुनुभएछ। हेर्नु त, गोलो भयो नि होइन। त्यहाँ फुलिसक्यो। यता बनाउनु त भइसक्यो। हल्का पुरीलाई चेप्नुपर्छ कि तिनवटा पारेर बल्ल फुल्छ। हरि बोल। भ्लग बनाउने चक्करमा त बिर्सेछु है मैले। हामीले पुरी सुरी बाबर साबर सेल पकाएर पनि के भन्छन् अफर गरेर अनि अब टक्क हामी हस्पिटल आएको छौँ। एकैछिन काम छ होइन हस्पिटलमा। माताजीको भाउजूको एउटा सन्चो छैन उहाँलाई। अब हामी उहाँ अब भोक त लाग्थ्यो, तर अब हस्पिटल ढिलोसम्म खुल्दैन नि त। अब खुल्न त खुल्छ, तर हामीलाई ढिलो हुन्छ नि त। अगाडि हेरौँ त बन्द छ। त्यही भएर हामी चाहिँ अब हस्पिटल आएको। यसो पारामा
चेकअप गरौँ भनेर उता त ईद भएर होला तर हस्पिटलहरू त ईद सिदमा यसरी बन्द नहुनुपर्ने खासमा कोही बात नहीं छ ए जाओस् है यिनीहरू हस्पिटल यस्तै हुन् अब के गर्नुहुन्छ भोलि आउँला कि हिँड्नु अनि त्यही भएर अब हामी चाहिँ अब जान फर्किन लाग्यो अब के भन्छन् अनि त्यसपछि अब रुममा गएर भात अब हेर्नु अब भात खाने बानी परेर बिहान बेलुकै भात खाने बानी परेर होला के भन्छ भात नखाँदासम्म रुँदै रुँदैन हेर यति यहाँ यो एरियानिर यति मान्छे बस्छन् यहाँ केटी मान्छेलाई हिँड्नको लागि एकदम गाह्रो छ के सो अब मेरो भ्लगमा तपाईँहरूलाई स्वागत छ भन्न मिलेन अब सकिन लागिसक्यो गएर म तपाईँलाई देखाउँछु अब के गर्नु यहाँ भएको भए दिन मिल्थ्यो प्रसादम अब गएर हेर्ने टक्क पारेर अनि तपाईँ त्यहीँबाट खानु होला हामीले चाहिँ साँच्चै खान्छौँ अब भगवान्को प्रसाद भनेर हल्का खाएको जस्तो गर्नु होला त्यही भएर अब चाहिँ त्यही भएर गरेर प्रभुजी आउनुहुन्छ होला अब दिन्छौँ हरे कृष्ण हरि बोल अब चाहिँ हामी गयौँ रुममा हरि बोल पाक्यो रे पाक्यो यो चाहिँ तरकारी यो मैले पकाएको त्यो सेल चाहिँ मैले पकाएको पुरी चाहिँ भाउजूले पकाएको तातो हरि बोल थ्याङ्क यू हरि बोल हरे कृष्ण डलचौडामा परेर हजुरहरू अब कहिले खाने हो एउटाले मुख छोपिछिन् फेरि त्यो तरकारी पनि रहेछ के हरे कृष्ण हरि बोल अब हामी खान्छौँ हरे कृष्ण हरि बोल हरे कृष्ण हरि बोल